गाइस आज चाहिँ हामी नाम्ची घुम्न आएको छौँ हो। अन्त यस्तो वेदर दामी देखेर है सबैजना आएको। हामी चाहिँ यहाँनिर तिमीतार्कोमा आइपुग्यो हो। पुरा भोक लाग्यो, केही नखाइ निस्केको थियो, त्यो भएर चाहिँ खाजा खानु निस्केको। गरम चाहिँ यति डरलाग्दो रहेछ। बिहानदेखिको चाहिँ अब यो के भन्छ आलु भुजा खानु आँटेको, आलु मिमी खानु आँटेको हो। यता चाहिँ यस्तो बेसी गरम छ कि मान्छे ब्लेजर खोलेर पनि हाल्यो हो। अनि माथिमा अब हामी चाहिँ यहाँ भाइचुङ स्टेडियममा आइपुग्यो हो। आएको है, अहिले भन्दा धेरै वर्ष अगाडि आएको थियो हो। भगवान देखाइदिनु। अब हामी चाहिँ चारधामदेखि साङडुप्चे पनि जाने हो। साङडुप्चेमा पनि आएको बेलामा है घुम्नु हाल्नुहुन्छ। मैले माथिको चाहिँ देखाउन सकिनँ हो, बेसी म लम्बु भएर। चारधाममा यति दामी घाम लागिरहेछ कि आज। चारधाममा मात्रै होइन सबै ठाउँमै लागेको छ है। गरम भयो। मान्छेहरू भिड रहेछ।
दामी देखेको हेर्नु न। आज चाहिँ हामी आएको यति राम्रो भएछ, यति राम्रो दिन रहेछ हो। ठुलो रिम्पोछे उहाँलाई पनि भेट, उहाँको दर्शन पनि पाएँ, पूजा गर्न पाएँ। गाइस अब चाहिँ हामी बुद्ध पार्क निस्केको के। यहाँ चाहिँ सक्यो बुद्ध पार्कको काम चाहिँ। अब चाहिँ हामी बुद्ध पार्क आइपुग्यो। भर्खर पस्दैछु बुद्ध पार्कमा। यहाँ चाहिँ अलिक जाडो भयो बुद्ध पार्कमा, राबङमा चाहिँ कि नभए चाहिँ इभिनिङ भएर पनि होला अलिक चिसो चिसो लाग्यो बुद्ध पार्क चाहिँ। अब बनाउँदै रहेछ है बुद्ध पार्कमा बुद्ध भगवानको। मलाई चाहिँ पुरा जाडो भयो। अघिसम्म चाहिँ गरम हुँदै थियो होइन, अहिले चाहिँ पुरा जाडो भयो। यहाँनिर चाहिँ बुद्ध पार्कमा चाहिँ हो, यहाँनिर आइपुग्यो हामी हो। तर मलाई चाहिँ मजा लाग्यो, कति वर्ष है, कति धेरै वर्ष बादमा आएको हो। मेरोमा अलिक टाइम भएन, अलिक इभिनिङ अब रात पर्न आँट्यो होइन, त्यही भएर चाहिँ म यहाँनिर अलिक इन्जोय गर्नु सक्दिनँ यता ट्रेडिसनल ड्रेसहरू लगाएर। त्यही भएर चाहिँ म गुम्पा मात्रै जान्दैछु बुद्ध भगवान। मलाई चाहिँ अलिकति डान्स गर्नु आउँदैन कि, नभए म यहाँनिर डान्स गरेर अलिकति उयो गर्थेँ हो। मलाई चाहिँ अलिकति डान्सको चाहिँ अलिक प्रब्लम छ। भाइ तिमी त आउँदा आउँदा गाडीमा सुत्यौ त। गाडीमै मजा आयो। आज कता कता गयो भनिदेऊ त। साङडुप चाहिँ मजा आयो। आज चाहिँ ओभर मजा आयो हो। आज चाहिँ नाम्ची टुर हो। अब चाहिँ हामी यहाँ बुद्ध पार्कबाट पनि निस्किँदैछौँ। अब चाहिँ हामी घुमेर सकिएको। आज नाम्ची राबङलाहरू गयो हो। मजा आयो आज चाहिँ। आजको दिन चाहिँ मेरो यसरी बित्यो हो। अन्त लु गाइस एकखेप हेरिहाल्नुहोस्, दर्शन गर्नुहोस् है। अब चाहिँ निस्केको, अब चाहिँ गान्तोक फर्केको। बाई बाई, गुड नाइट।